छोरी मान्छेहरूलाई जबसम्म हामी आत्मनिर्भर बनाउँदैनौँ, छोरी मान्छेलाई जबसम्म हामी हिरो मान्दैनौँ, छोरी मान्छेलाई जबसम्म हामीले संरक्षण गर्नु पर्दैन, छोरीहरूलाई राम्रोसँग शिक्षा दिनु पर्यो घरबाटै। पढ, अहिले बिहा गर्नु पर्दैन, बिहा नै ठुलो इस्युज हो त भने हाम्रो देशमा। कति छिटो बिहा गराइदिनु हतार हुन्छ। अहिले पनि ब्याचलर सक्यो भने सिधै बिहा हो सिधै। अनि उसले पढ्न चाहन्छ होला, ऊ जागिर खान चाहन्छ होला, ऊ जागिर खाएर मस्त उसले जिन्दगी बुझेपछि बिहा गरोस् नगरोस् उसको खुसीको कुरा हो। तर यहाँ त बुवामा जीवित हुँदै बिहा गर्नै पर्छ भन्ने फोर्सले आज ल एकछिनको लागि लडाइँ भयो हाम्रो देशमा, युद्ध भयो, कति प्रतिशत छोरी मान्छेहरू बाहिर निस्केर लड्न सक्छ? छोरी मान्छेहरूलाई कहिले खेलकुदमा लाग भनेर प्रेरित गरेको छ सरकारले? स्कुलबाटै हुनुपर्ने नि त, कराते सिकाउनु पर्यो, आर्मी ट्रेनिङ दिनु पर्यो, के दिनु पर्यो? छोरी मान्छेहरू हिजो कालापानीको लडाइँमा महिलाहरू पनि त थियो त। तर अहिले छोरी मान्छेहरू हेर्नुहोस् त तपाईँ, उनीहरू सही ठाउँमा सरकारले चाह्यो भने त स्ट्रिक्ट एउटा नीति बनाउन सक्छ नि त। बनाउनु त बनाएको छ, बाल विवाहको बनाएको छ, खोइ त अवेरनेसै छैन काहीँ पनि।